अहिलेलाई भने म छोटो मन्तव्यकै क्रमलाई जोड्न चाहन्छु। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद आदरणीय यज्ञराज सुनवरज्यूलाई म हार्दिक अनुमोदन गर्न चाहन्छु। धन्यवाद विकासजी। किराँत अम्बुले राईको यो सलेवा पार्क उद्घाटन समारोहका सभाध्यक्ष महोदय, यस भव्य कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीज्यू, मञ्चासीन विशिष्ट अतिथि हाम्रो राष्ट्रिय गानका रचनाकार, हामी सबै ओखलढुङ्गेहरूको गौरव अम्बुले राईहरूको त शीर्ष व्यक्तित्व, एकपटक जोरदार तालीले व्याकुल माइला प्रतिभलाई सम्मान गरौँ भन्ने अनुरोध गर्न चाहन्छु। उहाँलाई हार्दिक सम्मान व्यक्त गर्दै कार्यक्रमका अतिथि मेरो मित्र सङ्घीय मान्य रामहरि खतिवडाज्यू, प्रदेश माननीय प्रदीप सुनवारज्यू लगायत मञ्चासीन सिद्धिचरण नगरपालिकाका प्रमुख, माननीयका प्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधि र विभिन्न जातीय घटक संस्थाका विशिष्ट अतिथि, मञ्चासीन अतिथिज्यूहरू, हामीलाई आसन, भाषण र रासन स्वरूप पहिलो लटमा चिफ भएर सम्मान गर्नुहुने अम्बुले यो वामदेलमा बसोबास गरिरहनुभएका र यस आसपासबाट शुभकामना दिन उपस्थित सम्पूर्ण माननीयवासी महानुभावहरूमा जय नेपाल, लाल सलाम, शिवबाम, हार्दिक नमस्कार, हार्दिक अभिवादन। म यहाँहरूको बिचमा धेरै कुरा राख्न गइरहेको छैन। अचेल जसले लामो बोलो त्यो सकियो, छोटो बोलो भटाभटी काम गरियो सप्रियो। त्यस कारणले म दोटुक कुराहरू मात्रै म यहाँहरूको बिचमा राख्न चाहन्छु। सुरुमै आज यो अम्बेलमा, यो उभोमा एउटा महत्त्वपूर्ण काम भएको छ। अम्बुले किराँतहरूको, राईहरूको यो उद्गम भूमिमा आज सलेवा पार्क निर्माण भएको छ। यो केवल 15-20 हजार अम्बुले किराँतहरूको गर्व होइन, यो लाखौँ किराँतीहरू र लाखौँ नेपालीहरूको लागि पनि अब यो उभो, यो अम्बेल एउटा पर्यटकीय गन्तव्य बन्न सक्छ। यसका लागि हार्दिक बधाई दिन चाहन्छु, हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। मलाई थाहा छ यहाँहरूको बिचमा अघि मोतीराज राई संस्थापक अध्यक्षज्यूले भन्नुभयो, माननीय रामहरि खतिवडा सांसद हुँदा 2 दिन लाएर बल्ल 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 10 लाख छुटाइयो भनेर भन्नुभयो। मलाई थाहा छ हाम्रो यो ओमरासको अध्यक्ष गजरधन राईजी, उहाँ र मेरो केमिस्ट्री पनि अलिअलि मिल्छ। 2 पटक केमिस्ट्री मिल्दा काम भएको छ। एउटा म आरआर क्याम्पसको सभापति थिएँ, सभापति उम्मेदवार भएँ, उहाँ ओखलढुङ्गाको सँगसँगै एसएलसी दिएको उठिहालेँ। के गर्ने गजरधनजी भनेको यसपटक पार्टी होइन जाति र साथी हेऱ्यो भोट दिएँ भनेर भन्नु। त्यति बेला फ्याट्टै सभापति जितिदिइहालेँ। अर्को 74मा, पहिला त म माथिको सांसद थिएँ, अर्को 1 नम्बर निर्वाचन क्षेत्रको 74मा समेतले एउटै सिट पऱ्यो। के गरौँ त गजरधनजी भनेको यसपटक म पोजिटिभ छु भन्नुभयो, ठ्याक्कै मिलिहाल्यो। लिम्जुले पनि आशीर्वाद दिनुभयो। म यहाँ यसै गरी यो भवन, यो सलेवा पार्क अधुरो रह्यो। मान्यज्यू के गर्ने भनेर फोन गर्नुभयो। तिखवीर राई यहाँ देश अम्बुले हाम्रो जितेन्द्र राईहरू एकदम कोठामा 25 जना जति आउनुभयो। अनि कति चाहियो भनेको त 20-22 लाख नभइकन नबन्ने भयो, नसकिने भयो भनेपछि मैले 20-22 होइन थपेर 25 लाख 2 मिनटमै निर्णय गरिदिएँ। आज यो भव्य बनो, म हार्दिक बधाई दिन चाहन्छु, हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यस अर्थमा म यहाँहरूलाई सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु। आज यो निकै महत्त्वपूर्ण काम बनेको छ। राष्ट्रियता भनेको केवल डाँडा र काँडा, माटो र ढुङ्गा मात्र होइन। आज यो खुसीको कुरा देशभरका विभिन्न जिल्लाहरूमा, ठाउँहरूमा अम्बुले किराँतहरू बसेका होलान्, तर वास्तवमा यो अम्बुलेको राजधानी यो उभोमा, यो अम्बेलमा आज जुन यो बनेको छ, म भन्न चाहन्छु एउटा आज पहिचानको यो कुराहरू चलिरहेको छ। समाजमा एक खालको विखण्डनका लहरहरू पनि देखा परिरहेका छन्। तर म जोड दिन चाहन्छु र भन्न चाहन्छु कि कसैको पहिचान गुमाउनु पर्यो भने, कसैको अस्तित्व गुमाउनु पर्यो भने बमले मारेर तपाईँले
मान्छेको पहिचान सकिँदैन। बारुद हानेर गोली ठोकेर एसएलआर तेर्साएर उसको पहिचान घुम्दैन। उसको पहिचान समाप्त पार्नु छ भने, उसको आइडेन्टिटी समाप्त पार्नु छ भने सबभन्दा पहिला उसको भाषामाथि, उसको संस्कृतिमाथि, उसको संस्कारमाथि, उसको वेशभूषामाथि प्रहार गरेपछि त्यो सकिन्छ। त्यस कारणले आज यो नेपाल बहुजातीय देश हो, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभौगोलिक देश हो। त्यस कारणले आफ्ना संस्कृतिहरू छन्। त्यो संस्कृति जोगाएर मात्रै सग्लो नेपालको अस्तित्व र पहिचान रहन सक्छ। यस कारणले ओम्बुले किराँतहरूले बनाएको यो सलेवा पार्क केवल ओम्बुले राईहरूको होइन, यो देशको प्रधानमन्त्रीले, मुख्यमन्त्रीहरूले, गाउँपालिकाले चासो राख्नु पर्दछ। त्यही अर्थमा हाम्रो सामाजिक एकता बलियो हुन्छ। यस अभियानमा ओमराज अगाडि बढ्न सकोस्, हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यस घडीमा अरू धेरै कुरा म राख्न चाहन्न। त्यस कारणले मैले भन्ने गरेको छु कि वास्तवमा हामी बहु पहिचान, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा छौँ। विविधता बीचको एकता नेपाली समाजको विशेषता हो। त्यस कारणले ओखलढुङ्गाका करिब 1,47,000 जनसङ्ख्या आसपासमा रहेका नागरिकहरूले यो ठाउँलाई मेरो ठाउँ, मैले बनाएको सलेवा पार्क, मैले पनि पूजा गर्नुपर्ने ठाउँ भन्ने अनुभूति हुने गरी आगामी दिनमा यसले थप सामाजिक सद्भाव अभिवृद्धि गरोस्। म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अरू धेरै कुरा नराखिकन यहाँको विकासको सन्दर्भमा मन्त्रीज्यूलाई यति मात्र भन्न चाहन्छु। बर्खा लाग्न सुरु छ। अब 2.5-3 महिनापछि बर्खा लाग्दैछ। मन्त्रीज्यू काठमाडौँबाट आउनुभयो भने यो चाहिँ के भन्छ, रोसी खोलाको बाटो, यो पूर्व पश्चिम, यो खास गरिकन यो लोकमार्ग, यो मध्य पहाडी लोकमार्ग हेर्दै आउनु होला र अलिकति क्याबिनेटमा तरोखरो कुरा राखिदिनु होला भन्ने आश थियो। हेलिकप्टरमा आउनु हो, तर पनि मलाई विश्वास छ उहाँ ओहोरदोहोर गरिरहने मान्छे हो। अब बर्खा लागेपछि ओखलढुङ्गा, खोटाङ, सोलु, रामेछाप यो मान्छेको काल आउँदैछ। बर्खा लागेपछि यो बाटो ध्वस्त हुनेछ। त्यसो भएकोले अब छिटै नै अबको क्याबिनेटमा तरोखारोका साथ मध्य पहाडी लोकमार्गको विकल्प खोजेर बर्खामा आवत जावत गर्न सजिलो पार्न हुनका लागि म मन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, हार्दिक आग्रह गर्न चाहन्छु। अर्को एउटा महत्त्वपूर्ण नाका यो खास गरी चतरा घुर्मीको सडक 2 घण्टामा हामी कटारीबाट आउन सक्थ्यौँ। म सांसद हुँदा हामी 6 जिल्लाका सांसदहरूले अनुनय विनय गरेका छौँ। खास गरी वन मुद्दाका कारण उदयपुर र यो सुनसरीको चतराको बिचको भूभाग विवादका कारण रोकिएको छ। त्यो फुकाएर सहज वातावरण बनाइदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु र यसमा मन्त्रीज्यूको ध्यान जाओस्। र साँच्चै अघि ज्ञानेन्द्र रुम्दारीजीले भने जस्तै वन ऐन मार्फत विकासका कैयन कुराहरू अवरोध छन्, यसलाई विकास मैत्री बनाउनका लागि विशेष अनुरोध गर्न चाहन्छु। र अन्तमा यो भूमि भनेको वास्तवमा बलबहादुर राई जन्मेको भूमि हो, गोपाल राई जन्मेको भूमि हो। एउटा आदर्श पुरुषहरू ओखलढुङ्गाको राजनीतिको मात्र होइन, यो वास्तवमा नेपालको राजनीतिको एउटा आदर्श भूमि पनि हो। उहाँहरूलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु हामी अहिले राजनीति गरिरहेकाहरूका लागि बलबहादुर राईको संस्कार, बलबहादुर राईको चरित्र हामीले कति बोक्न सक्यौँ। 19 पटक प्रधानमन्त्री हुँदा पनि उहाँले ओखलढुङ्गे जनताको शिर निहुन कहिल्यै दिनु भएन। र म आज पनि फरक विचारमा उभिए पनि उहाँको संस्कारबाट, उहाँको चरित्र र चिन्तनबाट प्रभावित भएको एउटा राजनीतिक व्यक्ति भएको कारणले हामी सबैले बालवाला भूपू वर्तमान सबैले स्वर्गीय बलबहादुर राईलाई उच्च सम्मान गरौँ। र आज यस दिनमा सम्झन पनि चाहन्छु। फेरि पनि आसन भाषण र रासन सबै दिएर हामीलाई यो एउटै मञ्चमा उभिएर चौतारीको रूपमा खडा भएर काम गर्न दिनुभएकोमा, यहाँ यो भेटघाट गर्ने अवसर दिनुभएकोमा यो ओमराज लगायत सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गाउँपालिका र यो 3 नम्बर वडा अध्यक्ष लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। फेरि एकपटक आगामी दिनहरूमा चाहे लिप्चुको विकास होस्, चाहे स्थानीय सडकको विकास होस्, शिक्षा स्वास्थ्यको विकास होस्,
र यो सलेवालाई समृद्ध बनाउँदै अझ त्यसैमा र अन्तर्राष्ट्रिय जगतमा चिनाउने कुरामा यज्ञराज सुनवार सदैव तपाईँहरूको साथ रहने विश्वास दिलाउँदै मेरा भनाइहरू यी अन्त्य गर्छु। हस्त नमस्कार, अभिवादन। धन्यवाद आफ्नो सारगर्भित